हे गाइज, हामी चाहिँ आज पिकनिक हान्न गोकर्णे सल्लाह गरी गएका थियौँ। त्यसपछि अनि हामीले पानी सानी भरेर बोतलमा बोकेर त्यसपछि अनि हामी दाजुभाइहरू र नै थियौँ र उकालोमा हिँड्दा चाहिँ स्यास्या फ्याफ्या भइरहेको थियो। अनि हाम्रो हिँड्ने बानी चाहिँ अलिक हराउँदै गइरहेको रहेछ भन्ने महसुस पनि भयो। त्यसपछि त्यहाँ चाहिँ एकदमै राम्रो पिकनिक स्पोट पनि रहेछ। हजुरहरू पनि आउनुहोला, एकदम राम्रो छ, शान्त पनि छ र सल्लाहको बोट रेपोर्ट अलिक राम्रो पनि देखिन्छ। अनि चटपटे पसल पनि रहेछ, आन्टीहरू चाहिँ चटपटेहरू बेचिरहनु भएको थियो। हाम्रो अनि गन्तव्य चाहिँ तारेभिरसम्मको थियो। त्यसपछि अनि हामी चाहिँ अघि बढ्न थाल्यौँ र साथीहरूसँग मिठा मिठा बातहरू गर्दै कुराकानी गर्दै अगाडि बढिरह्यौँ। साथीहरू जिस्किँदै हाँसी मजाक गर्दै अगाडि बढ्दै गयो। त्यसरी हुनाले हामीलाई बाटो पनि हिँड्दाखेरि अलिक सहज भए जस्तो कुराकानी गर्दाखेरि त्यति खुट्टा दुखेको पनि थाहा भएन। अरू साथीहरू पनि आइसक्नु भएको रहेछ, उहाँहरू चाहिँ भोजन गर्दै हुनुहुन्थ्यो र अनि हामी अगाडि बढ्दै गयौँ। मेरो एउटा साथी चाहिँ पिङ खेल्दै रमाइरहेको थियो। त्यसपछि हामीले खाजा निकालेर भाग लगाएर रेडी पनि गरिसकेको थियौँ र खानाका लागि टट्टा रेडी भइसकेको थियो र डिउसिउ पनि ल्याइसकेको थियो। मैले हेलो के छ भने अनि डिउ लगाएर हामीले चियर्स पनि गऱ्यौँ। त्यसपछि खाएर हामी निस्किँदाखेरि चाहिँ टुरिस्टहरूलाई भेटेको थियौँ। उहाँहरू पनि ट्रेकिङ आउनुभएको रहेछ। उहाँहरूलाई पनि हामीले होलीको अवसरमा कलर सलर लगाइदियौँ र बाई बाई भने। अनि त्यसपछि हामी रमाइलो गर्दै घरतिर फर्क्यौँ। आजको लागि यति नै, अर्को भिडियोमा भेटौँला। टाटा बाई बाई।